नमस्ते सबैजनालाई। आज मलाई एउटा कुरा भन्नु मन लाग्यो मनमा लागेको कुरा। मान्छेलाई सुख पर्दा पनि खुट्टा तान्छ, दुःख पर्दा पनि खुट्टै तान्छ। बितेका दिनमा मैले केही गल्ती गरेको थिएँ, त्यो गल्तीको सजाय अनि दुःख भोगेँ होइन। मेरो पछाडि मेरो ब्याकबाइटिङ गर्ने, अरे मसँग इन्टरफेयर नगर, आफ्नो लाइफ हेर क्या, आफ्नो जीवन हेर, आफ्नो परिवार हेर। म मेरो परिवार म हेर्दैछु, म कुन दुःखले म बसेको छु मलाई मात्रै थाहा छ। मैले कसैकोमा गएर हात थापेर बसेको छुइनँ। मलाई देऊ, मलाई साह्रो मैले दिएको छु कि कतिलाई मैले दिएको छु। तँलाई यस्तो पर्यो उस्तो पर्यो भन्ने त होइन, उल्टै कोच्ने क्या हो, कोच्ने। अगाडिबाट राम राम बगलीमा छुरा, त्यो टाइपको। आफ्नो आफ्नो हेर, मेरो पछाडि नलागा। म कुनै सेलिब्रेटी होइन, म कुनै ठुलो व्यक्ति होइन, म एउटा सानो व्यक्ति हो। मान्छेबाट गल्ती हुँदैन। अरे मैले कसैको केही खाइदिएको छुइनँ हो, कसैको केही खाइदिएको छुइनँ। मेरो पछाडि नलाग। वास्तविक मेरो जीवनमा मैले गल्ती गरेँ, गल्तीको सजाय पनि त पाएँ नि त हो होइन। तिमीहरूले त पाएको छैन नि त हौ, मैले पाएँ नि त। मेरो मेरो फ्यामिलीमा मेरो परिवारले पाएँ नि त। मलाई दुःख परेको थियो नि त, तर मेरो दुःखमा मलाई साथ त दिएन नि त कसैले। साथ दिनुपर्ने जग्गामा मसँग मेरो पछाडि अझै छुरा हान्दिने। नगर त्यस्तो। आज मलाई परेको छ नि, तिमीलाई पनि पर्नु सक्छ क्या हो। यो कुरा याद राख्नु। कसैको पछाडि नलाग। आफ्नो हेर न, आफ्नो हेर क्या, ऐना हेर। म कस्तो छु भनेर हेर ऐना। मान्छेको जीवनमा नि गल्ती हुन्छ, त्यो गल्तीलाई पनि सुधार ल्याउन सकिन्छ क्या हो। तर यो नसोच्नु कि यत्तिकै खेर गएको, यत्तिकै यो कामै नलाग्ने हो। नसोच्नुहोस् कहिले पनि। अरे भिखारीको पनि दिन आउँछ हौ, भिखारीको पनि, त्यसको पनि दिन फर्किन्छ। कन्डो पुसेको काठ पनि काम लाग्छ क्या हो। म चाहिँ काम लाग्ने मान्छे है, म चाहिँ काम लाग्ने मान्छे हो। आज मसँग म दुःखमा छु, मैले कसैले केही हात फैलाएर मागेको छैन। मेरो आफ्नो परिश्रमले दुःख गरेर खाँदैछु। प्लिज हात जोड्छु ल, मैले तपाईँहरूलाई कसैलाई पनि मैले दुःख दिएको छैन। मेरो आफ्नो लाइफ छ, म आफ्नो तरिकाले जिउँछु। मेरो परिवारसँग म बस्छु, काम गर्छु, दुःख गर्छु। तर म जुन चाहिँ लाइफ स्टाइल हिँड्छु नि, मेरो हो क्या हो। म आफ्नो लाइफ स्टाइलमा हिँड्छु क्या हो। म कसैको रिमोटमा हिँड्न चाहदिनँ। म मेरो आफ्नो सेल्फ रिमोट, म आफ्नो रिमोट चाहिँ म आफै चलाउँछु क्या हो। म रिमोट चाहिँ आफै चलाउँछु, आफै चलाएर हिँड्छु। कसैको रिमोटमा चलेर हिँड्ने मान्छे होइन म। जब मलाई दुःख परेको थियो नि, जब मलाई कष्ट परेको थियो नि, मलाई हात दिने, मलाई साथ दिने कोही थिएन। मलाई कोच्ने मात्रै निक्लिएको थियो क्या, 2-4 जना। काम लाग्दैन यो मान्छे। अरे यार, मान्छे पो त मान्छे। बुझ्छु त हौ, दिन दशा कसलाई लाग्दैन हौ। बाटो भित्केको थियो, बाटो बनाउनु गएको थियो, आज आयो त। मेरो परिवारसँग खुसी छु, म राम्रै छु, बसिरहेको छु। यति नै हो मेरो जीवनमा। मसँग इन्टरफेयर कहिले नगर्नु। म गर्दिनँ कसैको पनि, र मेरो पनि नगर्नु।